दिलीप राई पप्पालाई पनि धेरै धेरै धन्यवाद छ। तपाईँले यति राम्रो देउसी गाइदिनु भएकोमा धेरै धेरै माया नातिनीको तर्फबाट सबै मेरो पप्पाको लागि प्लिज थप्पडी मारिदिनु होला सबैले। सम्पूर्ण आजको यस देउसी भैलो कार्यक्रमका दोस्रो चरणका अन्तिम समयसम्म उपस्थित भइदिनु भएका महानुभावहरू सबैलाई हार्दिक धन्यवाद छ सहयोग पुर्याउने भएकोमा। यहाँलाई एकैछिन म 2 मिनट शान्त भएर बस्दिन हार्दिक अनुरोध गर्दछु। आजको यस देउसी भैलो कार्यक्रम हामीले सदा वर्ष चाहिँ गरिरहेछौँ। अब किन हामीले गर्यौँ यसको अघि पनि मैले भने एउटा उद्देश्य हाम्रो लोहोरुङ राई समाज हाम्रो राष्ट्रिय पर्व तिहारको एउटा परम्परालाई अगाडि बढाउँदै लैजाने एउटा प्रयास हाम्रो भाइ बहिनी युवाहरूलाई सहभागी गराउँदै र दोस्रो कुरा अगाडिदेखि नै अब यो चलन एउटा हाम्रो समाजमा चलेको छ लोहोरुङ राई समाजमा। यहाँनिर तपाईँहरूले सहयोग गरिदिनु भएका हाम्रो यो दक्षिणा स्वरूप